हेलो साथीहरू, स्वागत छ WWE रेस्लिङ अपडेट नेपाल च्यानलमा। र आजको सो स्म्याकडाउनमा के भयो त पुरा जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। ब्याक स्टेजमा कोडी र जिमीको भेट हुन्छ र उनीहरू अघिल्लो हप्ता जेकब फाटुमाथि भएको एट्याकको विषयमा कुरा गरेर कोडी भने सोलाई सुरु गर्न रिङतर्फ लाग्छन् र कोडी रिङमा आएर सोको सुरुवात गरेसँगै कोडीले अघिल्लो हप्ता ड्रू मैकेन्टायरसँग भएको विषयको बारेमा कुरा गर्दै गर्दा ड्रू मैकेन्टायरको 81 क्राउडहरूको मेम्बरको बीचबाट इन्ट्री हुन्छ र उनीहरू बीच एकअर्कामा भनाभन भइरहेको बेला पछाडिबाट 81 जिमी उसोको इन्ट्री हुन्छ र उनले ड्रूमाथि एट्याक सुरु गर्छन्। यो एट्याक किन गरे भन्दाखेरि अघिल्लो हप्ता जेकब फाटुमाथि जसले एट्याक गर्यो त्यो ड्रू मैकेन्टायर हुन सक्ने सम्भावना बढी छ र ड्रू मैकेन्टायरले नै एट्याक गरेको हो होइन यो भने अहिलेसम्म WWE ले खुलाइसकेको पनि छैनन्। त्यस पछाडि MFT को इन्ट्री हुन्छ जुन चाहिँ सोलो सिकोवाको ग्याङ हो। उनीहरूको म्याच चाहिँ सिन्स्के नाकामुरा र रेफरीसँग हुन्छ जसमा चाहिँ सोलो सिकोवाले रेफरीको ध्यान भड्काएर हल्का गेजु गरेर उनीहरूले म्याच निकाल्न सफल हुन्छन्। जिमी उसोलाई अगाडि कोडी रोड्सले पनि सम्झाएको देख्न सकिन्छ र ड्रू मैकेन्टायर जेनरल म्यानेजरसँग बोल्दै गर्दा फेरि पनि जिमी उसोले ड्रू मैकेन्टायर माथि एट्याक गर्छन्। के को भूत चढेको आखिर यो जिमी उसोलाई। र त्यस पछाडि ड्रागुनोभले US टाइटल ओपन च्यालेन्ज राख्छन् र ओपन च्यालेन्जलाई एक्सेप्ट गर्न जलिना बेगा र अलिस्टर ब्ल्याकको इन्ट्री हुन्छ र म्याचको बीचमा 81 डेमन प्रिस्टको इन्ट्री हुन्छ र अलिस्टर ब्ल्याकको ध्यान भड्किन्छ र त्यति बेलै ड्रागुनोभले आफ्नो सिग्नेचर मुभ हानेर आफ्नो US टाइटल रिटेन गर्छन् र रिटर्न गरे पश्चात डेमन प्रिस्ट रिङमा गएर अघिल्लो चोटिको लास्ट स्ट्यान्डिङ म्याचको बदला लिँदै डेमन प्रिस्टले अलिस्टर ब्ल्याकलाई अलिअलि चिउरा अलिअलि धुलाइदिएर यसो गालासाला फुलाइदिन्छ। डायना र टिफिनीको म्याच हुन्छ र म्याच टिफिनीले सजिलै निकाल्छिन् र म्याच निकालिसके पछाडि जुलियाले फेरि टिफिनलाई एट्याक गरे पश्चात जेट कारगिलको इन्ट्री हुन्छ र जुलियाहरूलाई नै जेट कारगिलले पन्छाइदिन्छन् र त्यस पछाडि 81 ट्विस्ट आउँछ। ट्विस्ट के आउँछ भन्दाखेरि जेट कारगिलले टिफिनलाई 81 एट्याक गर्छिन्। के यो जेट कारगिलको हेल्ट्रन हो या होइन यो त अर्को हप्ताको एपिसोड हेरेपछि मात्र थाहा हुनेछ। अर्को हप्ताको एपिसोड हेर्न पनि नछुटाउनु होला। र आजको स्म्याकडाउनको मेन इभेन्ट म्याचमा ड्रू मैकेन्टायर भर्सेस जेमी उसोको भिडन्त हुन्छ जुन म्याच नो डिस्क्वालिफिकेसन म्याच हुन्छ। यो म्याच एकदम दमदार थियो, प्रशंसा गर्न लायक थियो। यहाँ कुर्सी युज भयो, टेबल युज भयो, तर अन्तिममा गएर ड्रू मैकेन्टायरले जेमी उसोमाथि जित निकाल्न सफल हुन्छन्। म्याच जितिसके पछाडि पनि ड्रू मैकेन्टायरले जेमी उसोलाई लगातार प्रहार गरिरहन्छन् र जेमी उसोलाई बचाउनको लागि कोडीको इन्ट्री हुन्छ। कोडीको इन्ट्री त हुन्छ तर ड्रू मैकेन्टायरले कोडी रोड्सलाई नै अन्तिममा पारिदिन्छन्। स्वाहा।